हेलो एभ्रिवान, ह्याप्पी न्यू इयर। आज चाहिँ 2081 लाई बिदाई गरेर 22 सालमा हामी चाहिँ प्रवेश भएको छौँ। र आज चाहिँ हामी चाहिँ खासमा भन्नुपर्दा चाहिँ कहीँ पनि घुम्न गयौँ। घरमै मैले चाहिँ यहाँ देख्न सक्नुहुन्छ दिनभरि लगाएर बनाएको मेरो मेहनत। यता मोमो रहेको छ, ब्ल्याक पनि रहेको छ, अनि यता रहेको छ बटारे प्याजी, अनि चाहिँ टाईको फुल र काँक्राहरू मिक्स गरेर अचार, अनि यता चिप्स अनि देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ अब सानो परिवार छ नि त, कोही पनि आउनु भएन। छोरी, म, बुढो अनि सासु आमा भएर हामी चाहिँ खाँदैछौँ। यता रहेको चाहिँ चिसो खानको लागि, अनि यता सब्जी चाहिँ पस्किनै बाँकी छ कि बुढोले भर्खर बटुका ल्याउँदै हुन्छ। म चाहिँ सब्जी पस्किनेवालामा ल मैले चाहिँ सब्जी पनि पस्किसकेको छु। 3 जना छौँ, 3 भाग लगाइसकेँ। साथीहरू हाम्रो चाहिँ यस्तै हुँदैछ है। न्यु इयर हामी चाहिँ कहीँ घुम्न गयौँ। यता मेरो छोरी त हतार अघि खाँदैछ, ऊ त सबैभन्दा फर्स्ट है, बनाएदेखि खाएकै। छोरी आज के अरे? ह्याप्पी न्यु इयर अल गाइज भन नि त। मेरो छोरी चाहिँ अघिदेखि खाँदैछ नि, साथीहरू देख्न सक्नुहुन्छ। अनि यता मेरो बुढो पनि अब चाहिँ रेडी खानालाई। सासु मम्मी चाहिँ आउने बाँकी छ। हामी चाहिँ अब आज चाहिँ कोही पनि बोलायौँ है, हामी आफू मात्रै साधारण सिम्पल बनाएर खान आँटेको। फ्यामिली मात्रै भनौँ न। ह्याप्पी न्यु इयर ब्रो, ह्याप्पी न्यु इयर। ह्याप्पी न्यु इयर। हजुरहरू चाहिँ कहाँ घुम्न जानुभयो, के खानुभयो साथीहरू? हामीले चाहिँ सादा खाना पनि छ है, तर यो सँगै, तर यो खाइसकेर अगाडि चाहिँ खाना खाने हो। हामी चाहिँ यसरी मनायौँ आज 2082 साल साथीहरू।